यो अन्तिम इच्छा उहाँसँग पुरा गर्नुहुन्छ। जब कुनै अपराधीलाई फाँसीको डोरीमा चढाउन तयारी हुन्छ, जब कुनै अपराधीलाई गोली हान्नको लागि तयारी हुन्छ, जब कुनै अपराधीलाई जिउँदै खाल्टोमा पुर्नको लागि तयारी हुन्छ, त्यो बेलामा अन्तिम इच्छा सोध्ने गरिन्छ। तर यहाँ त न कुनै अदालतको आदेश छ, न पक्राउ पुर्जी छ, न प्रहरीलाई तपाईँ को हो परिचय देखाउनुहोस् भन्दा म यो भनेर परिचय दिन्छ, तपाईँलाई किन चाहियो भन्छ। जबकि बेडरुमसम्म पुग्ने अधिकार आफूलाई जन्म दिने बाबुआमाको पनि हुँदैन, आफूले जन्माएका छोराछोरीको पनि हुँदैन, इष्ट दाजुभाइको पनि हुँदैन। जब कुनै बेडमा श्रीमान श्रीमती बसिरहेका छन् भने जानकारी दिएर मात्रै त्यो बेडमा रुममा प्रवेश गर्ने गरिन्छ। तर यहाँ त सिधै दादागिरी शैलीमा केपी शेरेले भर्ना गरेका दादा पुलिसहरू, तिमीहरूको प्रमोसन भयो होला न, एक फुली बढ्यो होला होइन? कहाँ छ नेपालमा मानव अधिकार? कहाँ छ हो मानव अधिकारवादी हो? बोल्नु पर्दैन यसमा तिमीहरू?